ल गाइज हामी चाहिँ यता माथि कता अरे यहाँ माथि निक्लिन लागिसक्यो हाम्रो कालिज देखि है कालिज पनि देखियो आज सुट गर्नै पाएन ओर्ली मोर्लिम बाटो यी डेन्जर यस्तो बाटोमा हामी खतरा मायालुको खेल यस्तै छ यो हो एकेजिएस फ्लो बाटो त डेडली छ नि त फेरि रनक्क सड्किँदो मेन हिलो हामीले सजिलै कटाए एउटा ठाउँमा माथि देख्नु मलाई नै हेरेको फर्की हेर्छु म पनि बाटै बाटो मायालुको खेल यो म्यान हिरो थियो नि यता त राम्रो सोइलिङ गरेर तेरो बाउ मेरो बाउ माछा मार्न आएको तेरो बाउलाई पुग्छ र मेरो बाउलाई टाउको अस्ति नै सोलिन्थ्यो म छुट्टी लाग्दैन सोइलिङ गरेर राम्रो 10 रुपैयाँ त यहाँ माथिबाट हिँडेको शब्दहरू समेटेर हिँडेको सम्झनाको कुरा नगरौ मायालु मौसम एकदमै हरेक मोडमा आएको आया पायो म चलाम ल च्याङबा कस्तो लागिरहेछ रमाइलो अनि के महसुस भयो त बिच सडकमा कस्तो च्याङबा त उतातिर हिँड्न थाल्यो ओ क्युम्बा होइन यो पानी त यस्तो सफा छ बालुवा आएर बालुवाको चाहिँ कमी छैन यहाँ भनेर राधा दादा 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 भिड यता त्यस्तो छ पहिरो यता पहिरो गएर यस्तो छ राधा दादा 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 घोस्ट क्याप्चर है गाइज ऊ पछाडि घोस्ट भनेर यस्तै छ संसार के गर्नु कहिले उकाली कहिले ओह्राली त्यसैले आफ्नै दममा केही न केही गर्नुपर्छ त्यसपछि मात्र हो मान्छेहरूले वाह वाह भनेर पछाडि अगाडि त हाँस्छ नि मैले ठु भन्छ तर खतरा भएपछि त्यही मान्छे पछि लाग्छ बुझिस् त्यसैले अब म धेरै कुरा भन्दिनँ मुजीहरूलाई फक भनेर राधा दादा 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 दा ल गाइज
रुबी भेटिसक्यो है यो चाहिँ हाम्रो रुबी कति पैसा आउँछ ए रुबी गाइज होइन यस्तै हुन्छ यो चाहिँ क्रिस्टल भन्ने क्रिस्टल कहाँ आयो पहाडभित्र खन्नुपर्छ क्रिस्टल पाउन लाइट सिटी फुक आउँदैन हेरौँ ल फुक फुक ल हाम्रो खलासीले सिटी बजाइसक्यो बजाउ त कान्छ ल यहाँ हाम्रो खलासीहरूको कमी छैन यहाँ बसको डोका ढ्याप मासु भात ल्याप ल्याप मिज अब सैलिन जाँदै ठाडेको हुन्छ त्यहाँ त फुल उकालो छोडेर अब देउराली ओह्रालो भ्यूज हेर्नुहोस् गाइस भ्यूज एकदम रमाइलो छ भ्यू भन्दा भ्यू छैन भ्यू 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 क्या छैन सिन भन्ने नि सिन उतै पार्नु पर्ने यहाँ सक्छ के मेरो चेला हो नि त लगाइछ अब अर्को चेला अरे सुटमा है गाइस हामी सैलुङ पुगेर त हुन्छ पिच कुन चाहिँले त आज फेसबुकमा मुडे टु सैलुङ काल्पनिक पिच भनेर ठ्याप्पै अपलोड गरेको छ भने होइन बेजती है हाले होइन होला उता छेउबाट गोले लाउँछ अलिक पछाडि सरेको हो कान्छ कस्तो लागिरहेछ मैले एकचोटि च्यापे त कान्छालाई मैले पनि च्यापे त कान्छ च्यापेन होइन चिटामा बाटोले ऊ पोखरी माछा हेरौँ न त्यहाँ चिटामा कति ल गाई होइन यहाँ पौडी खेल्नु देखिसक्यो हामी माछा त छैन कस्तो सफा पानी है वाह क्या क्लिन एन्ड प्योर माछा छ त माछा छैन नि होला नि वाउ ओइ सर्को ओए हात पौडी खेल्नु अब चाहिँ हामी ओ कहाँको भनिरह्यो नजाउनु खान्छ जुत्ता अहिले चिसो छ पानी अर्को सिनमा हो वाउ यो हो देउराली माथि झुकेको मनको रोड पिच गर्दा अब यस्तो मजा हुन्थ्यो ओहो बोले राइडर धामसेट हुँदै त फर्किने होला नि होइन बेलुका यही बाटो त राम्रो छ त त्यसरी गर भाइ बोले स्लो 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 ल मुडेसम्म ढुङ्गासम्म चाहिँ पिछे रहेछ ओ यहाँ स्लो गर बोले बोले बढी धेरै एक्साइटेड पनि हुनु कर्नरिङ हान्दियो कर्नरिङ हान्दियो ओइ बोलाइस
ढुङ्गे हो गाइस यो चाहिँ ढुङ्गेको सिन ओ बिस्तारै गर्न कान्छ यार अनिता त उतै छ ढुङ्गे सिन पहिला यहीँ हुर्का खाँदै यहाँ पानी पो हऱ्यो ल माथि पुगेपछि भेटाउँला गाइस गेट वाल फर्स्ट मेन गेटबाट भित्र माथि जाँदै त्यो पछाडिको गेट हो मान्छेहरू नि आज पर्यटकहरू नि रहेछ होइन ल यस्तै हो डरफट हान्नुपर्छ माथि गएर बस्ने हो यसो हेर्ने हो रमाइलो फाइनल्ली सैलौँ होइन बाटो अघि नगएको खिचिस् कि खिचिनस् कि के थियो भने ओ यहाँ चार्जर गर्ने ठाउँ नि रहेछ सबै सुविधा लाइट रहेछ बत्तीको लागि भोलि पर्सि यहाँ टक टक एउटा लाइट आउँछ त्यो ब्लकबाट यो टाइममा चाहिँ मलाई पहिलादेखि आउनु मन थियो क्या एकदम मलाई क्यामेरा तेर्छन् भन् बर्खाको समयमा चाहिँ मलाई उकाल्याउनु मन के अरे टाइम लाग्छ अझै पुग्नुलाई चाहिँ भन् न अब माथि पुगेपछि सुरु गर्नु थाकिन्छ नि हौ मिस्टर होमलेको चमत्कार क्यामेरा पैसा के हो क्यामेरा यही यस्तै हो ल पज गरेर बोक यो सबसे उकालो होइन भराइ कहाँ चाहिँ कस्तो छ सैलुङ सैलुङ हिँड्ने बाटो ग्रेड वाल चाहिँ माथि टपमा आइपुग्यो ल ग्रेड वाल सैलुङ ग्रेड वाल कहाँ चढायो कान्छ लड्छ तिमीहरू अहिले लड्दै लड्यो उ कान्छ अहिले क्यामेराबाट चाहिँ कराउने टोबाले भनेको पानी पऱ्यो लु जाउँ माथि जाने गाइस हामी चाहिँ सैलुङ आइपुग्यो ल अहिले एउटा फोटो भिडियो सुट गरेर भइसक्यो ल गाइस ओहो भेडाको ताती एकदम रमाइलो भेडा सैलुङ घुम्नलाई गाइस क्यामेरा त के हो के हो भेडा त बाख्रा नि ठुलो रहेछ त्यो त भेडा छिप्पिएको रहेछ गाई चौरीको चाय आहो जाडोमा कस्तो ल्याएर सैलुङ घुम्नु हाम्रो जन्मभूमि है धेरै त्यहाँ त खतरा छ जुगाले धन्न जुगा लागेर दिस इज द भ्यू अफ सैलुङ खैले त म भिडियो to Thamset, dear friend. सैलुङ भ्यू गाइज सैलुङबाट हाम्रो तामसेत फलाटे सासिम सेकेको छ कुहिरोले ढकमक्क यो भिड यहाँ त भिड छ नि गाइज फेरि यो ठाउँ एकदमै उत्कृष्ट ठाउँ हो चोखो पवित्र ठाउँ लोकोले केही भन्न चाहन्छ कि अहिले फोन चाहिँ खस्ला अनि थाहा पाउँला खस्दैन ल मातिर जाउँ अब
फाइनल गाइज हामी चाहिँ सैलुङको ठुलो भ्यू टावरमा आइपुग्यो ल गाइज। भ्यू टावरबाट हाम्रो देउताको नाम के गोले च्याङ्रा सी गौतम बुद्ध 5 जना छ हो। भ्यू टावर यस्तो छ गाइज, सबै कुहिरोले ढाकिएको छ। सबै देउतालाई ढोकी वरी हामी अब हल्का भ्यू देखाउँदै। कसले केही बोल्नु छ कि के भन्नु? ल ठिक छ गाइस, पछि भेटौँला। कहाँ छ, कस्तो छ सैलुङ? कस्तो लाग्यो? पहिला त थिएन नि, अहिले अब रमाइलो छ त। वाउ, भ्यू कस्तो छ यार। मैले भित्र जाने हो। गाइस सैलुङ मुनि यहाँ एकदम गजबको बुद्धको पोखरी पनि बनाएछ ल। भान्जा र भाइ दर्शन गर्दै उल्टो भएर म चाहिँ यहाँ बागढुङ्गा माथि। वाउ।